हाम्रो चाहिँ भाइ 23 वर्ष पुगेको भएर 23वटा गिफ्ट दिने भनेर 23वटा गिफ्ट किन्न गएको। 23वटा भन्दा धेरै गिफ्ट भएछ। अनि त्यसपछि चाहिँ भाइलाई त्यही फुड आइटमलाई एकै ठाउँमा, अनि त्यसपछि मिल्ने मिल्ने गिफ्टहरूलाई चाहिँ एकै ठाउँमा ऱ्याप गर्न थाल्यौँ। गिफ्ट ऱ्यापिङ पनि गर्नै थियो, अनि ऱ्यापिङ गर्न थाल्यौँ। ऱ्यापिङ गर्दाखेरि पनि एकदमै रमाइलो भयो। लास्टै हाँसो लाग्यो, हामी एकदमै हाँस्दैछौँ गिफ्ट ऱ्यापिङ गर्ने बेलामा। यता दिदीले फेरि भाइलाई नोट लेख्दैछ, बर्थडे नोट। त्यो पनि 23वटा भित्र नै पर्ने भएर दिदीले एकदम मेहनत गर्दैछ राम्रो अक्षरमा लेखेँ भनेर। मेरो चाहिँ टेप चुटाल्ने काम परेको भागमा परेको थियो। सुरुमा चाहिँ हामीलाई यो ऱ्यापिङ पेपर थोरै हुन्छ जस्तो लाग्यो, त्यही भएर हामीले चाहिँ ऱ्यापिङ पेपरलाई एकदम पुरै गरेको थियौँ। अनि हामीसँग चाहिँ कैँची पनि थिएन, अनि यति गिफ्ट मात्रै ऱ्याप गर्नलाई लिएर जान नि बिर्सेछ, किन्न पनि पाइएन त्यति बेला। अनि हामी चक्कुले काम चलाउँदै थियौँ। चक्कुले काम चलाउँदाखेरि ऱ्यापिङ पेपर च्यात्तिएको गरेर हामीलाई तनाव भइरहेको थियो, पुग्दैन कि भन्ने टेन्सन थियो। बहिनी चाहिँ मिहिनेत गरिरहेछ, बिचमा खान मन लागेछ, खायौँ। अनि केक पनि ल्याउने थियो, हामी चाहिँ केक लिन गयौँ एकछिन। बहिनी एक्लै ऱ्यापिङ गर्दैछन् त्यति बेला चाहिँ। आयौँ, केक लिएर पनि आयौँ हामीले। केकलाई चाहिँ एकछिन उता होटलमा फ्रिजमा राखिदिनु भनेर भनेको, फ्रिजमा राखिदिँदा चाहिँ केक नै बिगारिदिनु भएछ। भने जस्तो केक पनि भएछ, हतार भएको भएर। म चाहिँ 23वटा पुगेन भने झोलामा चेक गर्दैछु कतिवटा पुग्यो, कतिवटा ऱ्यापिङ गर्न बाँकी छ भनेर। मेरो फेरि टेप चुटाल्ने काम सुरु भइसक्यो। मैले चाहिँ टेप मलाई अलिक थोरै भनेको थिएँ, मैले चाहिँ घुमाइ फन्दै रिगाइदिरहेको थिएँ भाइलाई फुकाउन अलिक बेर लाग्छ भनेर। गिफ्टमा चाहिँ कुनै चाहिँ एकदम फन्नी होस् भनेर हामीले कुनै गिफ्ट चाहिँ फन्नी पनि राखेका थियौँ। यो चाहिँ अहिले गिफ्ट ओपन गर्ने टाइममा हजुरहरूलाई थाहा भइहाल्छ। दिदी चाहिँ भाइलाई लेटर लेखेर ब्याएर अनि त्यो रको पेपरको चाहिँ खाम बनाउँछु भन्दैछ। दिदीले खाम बनाउने काम गर्दैछ। 23वटा गिफ्ट फाइनली ऱ्यापिङ गरेर पनि सकियो। अब चाहिँ हामीले चाहिँ भाइलाई राति 12 बजे सरप्राइज दिने भनेका थियौँ, त्यही अनुसार प्रिपरेसन गर्दै थियौँ। दिदीको बर्थडे नोट पनि सकियो खाम बनाएर।